हेलो नमस्ते। माथि देखिराख्नु भएको जुन एउटा भिडियो छ, जुन एउटा पगलाई डिस्टेम्पर छोएको छ साथीहरु है। सो यो डिस्टेम्पर भनेको के हो त भनेर चाहिँ म आज यस भिडियोमा भन्न गइरहेको छु। मलाई अन्तिमसम्म सुनेर साथ दिनु होला। यो भिडियो चाहिँ कुकुर लभर अथवा चाहिँ कुकुर पालिराख्नु भएको छ भने उहाँहरुको लागि चाहिँ यो भिडियो महत्त्वपूर्ण हुन जान्छ साथीहरु। के हो त क्यानन डिस्टेम्पर भनेको? क्यानन डिस्टेम्पर भनेको एक किसिमको भाइरस हो साथीहरु है। यो भाइरस चाहिँ तपाईको शरीरमा गइसकेपछि तीनटा ठाउँमा चाहिँ असर गरेको हुन्छ। एउटा भनेको उसको आँखा र उसको नाक, अर्को भनेको उसको चाहिँ डाइजेस्टिभ सिस्टम, अर्को भनेको उसको न्युरोलोजिकल सिस्टम। यो तीनटाको बारेमा आज म तपाईलाई डिस्क्राइब गर्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला। एउटा भनेको चाहिँ आँखा है। अब सुरुको अवस्थामा डिस्टेम्पर लागेको छ भने उसको आँखाहरु पाक्ने, आँखामा कचेरा निस्किने, आँखाबाट आँसु निस्किने अथवा आँखा रातो हुने गर्छ साथीहरु। त्यो सँगसँगै उसको नाकहरु पनि है, नाक सुक्खा हुने अथवा नाकबाट सिगा निस्किने जस्तो खालको समस्या देखिन्छ। अर्को लक्षण भनेको चाहिँ उसको डाइजेस्टिभ सिस्टम हैन, भनेको मतलब उसको चाहिँ मुखबाट भमिसन गर्ने अथवा पछाडिबाट डायरिया गर्ने यो खालको अवस्था पनि देखिन्छ साथीहरु। र अर्को थर्ड स्टेज भनेको चाहिँ न्युरोलोजिकल सिम्पटम, जहाँ चाहिँ त्यो कुकुरहरुमा चाहिँ माथि देखाइरहेको भिडियोमा जुन हेर्न सक्नुहुन्छ, जहाँ चाहिँ उसको मसल्सहरु ट्विस्टिङ गरिरहेको छ है, टाउको बङ्गाइरहेको छ हैन, उसको त्यो मसल्सहरु पुरा घिचिक खालको चाहिँ एउटा लक्षण देखाइरहेको छ। यो भनेको टिपिकल साइन हो साथीहरु है। र कहिलेकाहीँ उसको खुट्टामा हेर्ने हो भने हार्ट प्याड डिजिज पनि भन्छ है, अथवा खुट्टाको जुन त्यो प छ त्यो पमा चाहिँ पुरा सेतो सेतो खालको फुटेको जस्तो देखिन्छ साथीहरु। यो भनेको टिपिकल साइन भयो है। यो चाहिँ यसको के हुन्छ भन्दाखेरि चाहिँ ठोस उपचार चाहिँ छैन, तर पनि हामीले सिम्पटम्स अनुसार चाहिँ हैन, उसको लक्षण अनुसार चाहिँ हामीले उपचार गर्यौं भनेपछि उपचार सम्भव छ साथीहरु। र यसमा चाहिँ हामीले चाहिँ अब नर्मल उपचार मात्रै गरेर भएन, यसलाई प्रोपर केयर चाहिन्छ साथीहरु। किनकि यस्तो बेलामा चाहिँ कुकुरको चाहिँ इम्युन सिस्टम अथवा रोगसँग लड्न सक्ने क्षमता कम हुँदै गइरहेको हुन्छ। त्यो बेलामा चाहिँ यसलाई हामीले प्रोपर केयर दियौं र राम्रो खालको मेडिसिन्सहरु दियौं भनेपछि यसको उपचार सम्भव छ साथीहरु है। र यो हुन नदिनलाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ यसको मेन एउटा मात्रै उपाय छ, त्यो भनेको भ्याक्सिन हो साथीहरु है। सो कतिपय कुकुर पाल्ने कुकुर पाल्ने डग लभरहरु अथवा चाहिँ कुकुर पाल्ने ओनरहरुले चाहिँ एउटा कुरा मिस्टेक गर्नुहुन्छ, जुन भनेको चाहिँ भ्याक्सिन लगाउनु हुँदैन। उहाँहरुले रेबिसको मात्रै भ्याक्सिन लगाउनु हुन्छ र डिस्टेम्परको भ्याक्सिन लगाउनु हुँदैन। त्यसले गर्दाखेरि चाहिँ म आज एउटा भ्याक्सिनको तालिका पनि तपाईलाई म भन्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला। भर्खर जन्मिएको पप्पीको 45 डेजमा हामीले फर्स्ट भ्याक्सिन लगाउनु पर्ने हुन्छ डिस्टेम्परको हैन। फर्स्ट भ्याक्सिन 45 डेजमा लगाउनु पर्ने हुन्छ। त्यसपछि त्यसको 21 दिनमा गएर दुईचोटी हामीले चाहिँ दुईटा भ्याक्सिन लगाउनु पर्ने हुन्छ। र त्यसपछि हामी त्यसलाई बुस्टर भ्याक्सिन भन्छ, जुन भनेको प्रत्येक वर्ष लगाउनु पर्ने हुन्छ साथीहरु। यो चाहिँ तपाईले गर्नु होला। यहाँ कतिपय साथीहरुले चाहिँ रेबिसको मात्रै भ्याक्सिन लगाउनु हुन्छ। त्यसले गर्दाखेरि चाहिँ रेबिस त हाम्रो मानवसँग सरकार भएको हुनाले चाहिँ त्यो इम्पोर्टेन्ट छ। रेबिस मात्रै लगाएर भएन है। क्यानन डिस्टेम्परको भ्याक्सिन त्यो सँगसँगै पार्भोको पनि भ्याक्सिन लगाउनु पर्ने हुन्छ साथीहरु है। त्यो हामीसँग हाम्रो त्यो हामीसँग एभाइलेबल छ। र त्यो सँगसँगै चाहिँ हाम्रो यस क्लिनिकमा चाहिँ यो डिस्टेम्पर लागेको हो कि हैन भनेर हामीसँग चेक गर्ने हामीसँग किट पनि छ साथीहरु है। त्यसले गर्दाखेरि चाहिँ यदि हजुरहरुले पालिराख्नु भएको कुकुरहरुमा यस्तो खालको लक्षण देखाइरहेको छ भने यसो न्यू लाइफ भेट क्लिनिक अथवा चाहिँ तल दिएको नम्बरमा तपाईले सम्पर्क गर्नुभयो भने हामीले तपाईको चाहिँ समस्यालाई हल गर्न सक्छौं साथीहरु है। भन्दै आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु। हस्त नमस्ते।